भोलिपल्ट बिहान आलुको आमाले बुहारी खै त 10 बजिसक्यो अहिलेसम्म सुति नै रह हो कि क्या हो भन्दै आलुलाई सोध्छ र आलु हनीमुन लगेन भनेर हिजै रिसाएर माइती गए नि भनेर पो भन्छ र आमा खुरुक्क ससुराली गई बुहारीलाई लिएर भर्खर बेवा छ नातेदारहरूले बुहारी खै भन्दा देखाउन सकिन भने मेरै बेइज्जत हुन्छ बरु त्यो बलवाटा र किचन एक्सप्रेसको मिठो मोमो लिएर जा अनि बुहारीलाई फकाई फुलाई लिएर भन्दै 500 को नोट दिन्छन् अनि आलु मोमोको झोला बोकी ससुरालीतिर लाग्छ र आँगनमा पुगी कौली मैया तिमीलाई लिन आएको छिट्टै ओर्ला न भन्दै बोलाउँछ काउलीको बाले आलुलाई देख्न साथ ज्वाइनारायण हजुर किन तल माथि नै सवारी होस् भन्दै लान्छ अनि आलुले कौलीलाई भेटी मैया तिमी किन रिसाको हनीमुन लट्टै गरौला नि ल मोमो खाऊ भन्दै फकाउन लाग्छ कौली चाहिँ तिम्री आमा सोझी गाई जस्तै भन्थ्यौ के को गाई बाघ जस्तै रहेछन् नि मलाई त बुहारी कम नोकर्नी पो भन्ठान्दी रहेछन् जान्न म तिम्रो घर मलाई त सुत्न खान र टिकटक बनाउन मात्रै आउँछ अरु केही गर्न आउँदैन भनेर पो भन्छे अनि कौलीको बा खबरदार मेरो फूल जस्तो छोरीलाई हजुरहरूले नोकर बनाउनु भयो भने म पनि हजुरहरूलाई कालो धुवा फ्यार्ने बसको कन्डक्टर बनाउँछु बुझ्नुभयो ज्वाइनारायण भन्दै थर्काउन पो लाग्छन् र आलु आमालाई बिस्तारै बिस्तारै सम्झाउला नि मैया तिमी घर त हिँड घरको ढुकुटी नै फोडेर भए पनि तिमीलाई हनीमुन लगुला भन्दै प्रमिस गरी घरतिर लान्छ